कृष्णलाई भोग लगाउने उहाँको मन्त्र जपन गर्छ, दिव्य रूप परिधारण त्यस्तो व्यक्ति दिव्य ब्रह्मपुर धाममा गएर पश्चात दिव्य रूप धारण गरेर जन्म अनि मरणको चक्रलाई छुटाउँदछ। भगवान कृष्णको मन्त्र, कृष्णको उपासना र कृष्णको भक्ति गर्नु नै यो आत्माको उद्धार हुने हो हे सावित्री। त्यसै कारण यो जगतमा सबभन्दा ठुलो धर्म भनेको शुद्ध सनातन धर्मका मालिक शुद्ध सनातनी उहाँमै भने दिव्य ब्रह्मपुर धाममा रहनुभएका श्री कृष्णको सेवा गर्नु महान ठुलो धर्म हो है। हे सावित्री मैले मात्र त्यस कारणले हे साथी यस धरतीबाट आत्मा निस्केको बखत दिव्य धामलाई प्राप्त गर्न र कृष्ण मन्त्र भन्दा कृष्ण धर्म भन्दा ठुलो अर्को केही चिज छैन। जसले यस धरतीमा कृष्णको ध्यान स्तुति र भजन गर्दछ त्यही भक्त दिव्य धाममा जान पाउँदछ। अरूका लागि फेरि जन्मेर गणेशको भक्ति गरे पनि जन्मेर आएर फेरि कृष्ण भक्ति नगरे आत्माको उद्धार हुँदैन। फेरि अरूको भक्ति गर्ने व्यक्तिहरू यस धरतीमा फेरि समय छैन उहाँ बस्न पाउनुहुन्छ, पुण्यको फल छैन बस्नुहुन्छ र पुण्य समाप्त भएपछि फेरि धरतीमा जन्म र फेरि पुण्य कमाउन धरतीमा झर्नै पर्दछ हे सावित्री। नास्ति कृष्णात् परो धर्म मन्त्र नास्ति तत्परं स्तुति तीर्ण भक्ति तन्नाम धाम भूयसे। देवी भागवतको 9औं अध्यायको 29औं र 37 श्लोकले नि यही भन्यो। हे सावित्री यसरी जसले कृष्ण धर्म र कृष्ण मन्त्रलाई ग्रहण गर्दैन भने यो जगतमा फेरि जन्म र मरणको चक्कर छुट्दैन। त्यसै कारण उनैको व्रत गर, पुण्यको उपासना गर। यसरी धर्मराजले सावित्रीलाई सम्झाउँदै हुनुहुन्छ बालचन्द्र भगवानको। यसरी सबभन्दा ठुलो धर्मको रहस्य बुझाउनु भयो र अब सबभन्दा ठुलो पापको रहस्य पनि बुझ हे सावित्री भनेर धर्मराजले भन्दै हुनुहुन्छ। अब सबभन्दा ठुलो पाप के हो भने सावित्री सुना, ध्यान दिएर सुन्न है। सबभन्दा ठुलो पाप के रहेछ? यस धरतीमा जन्मेर जो मनुष्य भएर जन्मेको छ र त्यो जन्मेर पनि एउटा अरू केही नै होइन, जिउरोलाई स्वादमा राख्नको निम्ति जीवधारी पशु पन्छी मारेर खान्छ भने त्यो भन्दा ठुलो पाप यो धरतीमा छँदै छैन भनेर धर्मराजले सावित्रीलाई सम्झाउँदै हुनुहुन्छ। जो व्यक्ति मरेपछि मेरो लोकमा गएर धेरै यातना खान्छ हे सावित्री, जसले आफू बचिन्जेल जीवधारी पशु पन्छी मारेर खान्छ भने मेरा लोकमा लान्छु मैले मृत्यु भएपछि र त्यहाँ गएर धेरै यातना खान्छ। उयोको बोसोमा डुबी 1 लाख वर्षसम्म त्यही सडेको बोसो खान्छ अरे हेर्नुहोस् त। अनि त्यति मात्रै होइन, त्यहाँबाट निस्केर 7 जन्म खायो, 7 जन्म मार्छ, 7 जन्म कुरो, 3 जन्म सुँगुर भई सर्प बिच्छी भ्याकुता मृग आदि अन्तमा मात्र मानिसको योनि प्राप्त गर्दछ। जसले जीवधारी पशुलाई मारेर खान्छ भने यति ठुलो सजाय भएको छ हे सावित्री। त्यसै कारण यो धरतीमा बसेर आफ्नो जिउरोको स्वादमा परेर जीवधारी पशुलाई मारेर नखानु भनेर धर्मराजले सावित्रीलाई सम्झाउँदै हुनुहुन्छ। यहाँ म तपाईहरुलाई सम्झाउँदैछु कृष्ण कन्हैया कि यहाँ कोले छोड्नु भएको छ ल भन्नु त, कोले छोड्नु भएको छ? जीवधारी पशुलाई मारेर खान ल अन्त मांसाहारी छोड्ने को हुनुहुन्छ? 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 हो यतिजना त हुनुहुन्छ। धन्यवाद छ हजुरहरूलाई। अब छोड्ने को हुनुहुन्छ भन्नुहोस् त? अब यहाँ छोड्नेवाला कोही हुनुहुन्छ? छोड्न पनि पर्छ। जसले मैले आजदेखि मासु खान छोडे भने उनले 1000 अश्वमेध यज्ञ गरेको फल पाउँछ। यसरी पाप र धर्मका कुरा बताइसकेपछि धर्मले फेरि सावित्रीलाई अब के सुन्ने इच्छा छ भने सुन्नुभयो। धर्मले फेरि सावित्रीलाई भन्छ सबभन्दा ठुलो पाप र सबभन्दा ठुलो धर्मको
परिभाषा आज धर्मराजले दिइसक्यो। के रहेछ भन्नुहोस् त सबभन्दा ठुलो पाप? मासु खानु। मासु मात्रै होइन, सबै त्यो जसले जीवधारी माछा खाने, अब जेको मासु खाए पनि त्यो पाप रहेछ, भयङ्कर पाप। किनभने हामी ब्रह्मांशी हौँ, हामी कुनै दानवंशी होइनौँ। हामी कि बाघका अंश हौँ र हामीले मासु खाने? हामी बाघबाट जन्मेका त होइनौँ, हामी त ब्रह्मांशी हौँ, ब्रह्मको अंश हौँ हामी। ब्रह्मांशी भएर पनि मासु खानु भनेको सबभन्दा ठुलो पाप हो। त्यो कुन जन्मको कर्मले बाघ हुनुपर्छ फेरि मासु खायो भने? कहाँ तर्नियो र ग्रेसमा खाइहाल्ला कि? राजका कुरा सुनि बडो विचारकारी बुद्धि पुर्याएर माग्दछन्। आज सावित्रीलाई यस्ता किसिमले बताउनु भयो। अनि के भन्नुभयो भने भगवान कृष्णका बाहेक भक्ति बाहेक अन्य भक्ति गरे भने चिताको यो संसारमा पुग्छ। अनि जुन इष्टदेवलाई मान्नु भएको छ त्यो इष्टदेवमा पनि हामी उहाँको लोकमा पनि जान पाइन्छ मृत्यु पश्चात। तर यहाँ कमाएको पुण्य जति छ त्यति उहाँ भोग गर्न पाइन्छ। पुण्य सकिएपछि फेरि